हेलो मित्रहरू, नमस्कार। सबैजना सन्चै आरामै हुनुहुन्छ? आई होप हजुरहरू सबैजना एकदमै सन्चै आरामै र हाँसी खुसियाली हुनुहुन्छ होला, होइन? र म पनि एकदम ठिक छु। आज चाहिँ नेचुरल डिएक्सनको अर्ग्यानिक प्रोडक्ट नेचुरल लेमन टी अनि ब्ल्याक कफी लगायतको प्रोडक्टहरू हातमा समाएर, होइन? अनि म चाहिँ अहिले चाहिँ रुम फर्किँदैछु। सो यो प्रोडक्टहरू चाहिँ डिएक्सन अफिसदेखि आएको प्रोडक्ट हो। एकदम यो प्रोडक्टसँग चाहिँ मेरो लभ परेको छ, हेर्नुहोस्, होइन? किन लभ परेको छ भनेपछि यति राम्रो छ कि तपाईँको हेल्थको लागि, होइन? जस्तै हामीले बाहिर 100+ खान्छौँ, के खान्छ नि त, त्यो ठाउँमा चाहिँ यो प्रोडक्ट जुन ब्ल्याक कफी र लेमन टी जुस छ लगायत मरेन्जी जुस लगायतका तपाईँको हरेक प्रोडक्टहरू छ, त्यो चिजहरू खायो भने चाहिँ हेल्थको लागि एकदमै बेटर हुने, होइन? स्वास्थ्यको लागि राम्रो। त्यस कारणले गर्दाखेरि चाहिँ मैले तपाईँको यो प्रोडक्ट खाने गर्छु, हेर्नुहोस्, होइन? हजुरहरूले पनि खान सक्नुहुनेछ, किनभने चाहिँ स्वास्थ्यको लागि एकदमै राम्रो चिज हो। राम्रो चिजलाई त माया गर्नै पर्यो, होइन त? त्यही भएर माया गरौँ। आफ्नो शरीर सबैभन्दा ठुलो कुरो हो। शरीर हेल्दी छ, स्वास्थ्य छ, राम्रो छ भने समृद्धि र खुसी आइहाल्छ नि, होइन? हेल्थ वेल्थ ह्याप्पिनेस भन्छ। हेल्थ वेल्थ ह्याप्पिनेस पाउनको लागि पहिला त हेल्थ राम्रो हुनु पर्यो, के कसो हो? अनि हेल्थ राम्रो भएपछि त अटोमेटिकै खुसीहरू त छाइ नै हाल्छ नि, होइन? त्यही भएर चाहिँ हेल्थलाई राम्रो गराउनको लागि यो खानुपर्छ, है त गाइस? त्यही हो गाइस, फेरि भेटौँला।